यहाँनिर एकजना दिदीले बाइक धुलाइराखेको देख्दै गर्दाखेरि म दिदीसँग कुराकानी गर्नका लागि त्यहाँ जाँदैछु। दिदी नमस्ते। के छ हालखबर? ठिकै छ। कुरा गर्न मिल्छ? मिल्छ। के नाम हो तपाईँको? मेरो सुजाता थापा मगर। सुजाता थापा मगर। तपाईहरु दुईजना श्रीमान श्रीमती हो? हजुर हजुर हो। श्रीमान श्रीमती मिलेर यहाँनिर बाइक धुलाइ गाडी धुलाइ सेन्टर खोल्नु भएको छ? हजुर हजुर खोलेका छौँ। अब के गर्ने, गर्नै पर्यो। हजुर। अब यो बन्द गरेर थोरै कुराकानी गरौँ है। हुन्छ? डिस्टर्ब त हुँदैन नि? हुँदैन। ए ल आउनुहोस् त यता आउनुहोस्। अब कुराकानी गरौँ है त। कति भयो यो खोलेको? 5 वर्ष भइसक्यो सर। 5 वर्ष? हजुर हजुर। 5 वर्षदेखि तपाईहरु धुलाइ सेन्टर चलाएर बसिरहनु भएको छ? हजुर। कस्तो चलिरहेछ? अब ठिकै चलेको छ अहिले त। ठिकै छ। हजुर। पहिला त सुरुमा त गाह्रो भयो नि। कस्तो गाह्रो भयो? मलाई अलिकति अनुभव सुनाउनु न आज। कस्तो गाह्रो हो न त। पहिला त हेर्नुहोस् 1 वर्षसम्म त लास्टै गाह्रो भयो घराक नबनाउन्जेल त। अब राम्रो हुँदैनन् भनेर फर्केर जान्थ्यो घराकहरू। अहिले चाहिँ 1 वर्षपछि चाहिँ हामीले घराक बनाइसकेपछि चाहिँ अहिले चाहिँ राम्रो भएको छ। अहिले चाहिँ राम्रो छ। अहिले चाहिँ राम्रो छ। अब बच्चा 4 वर्ष अगाडि चाहिँ गाह्रो थियो? गाह्रो थियो, लास्टै गाह्रो थियो। पल्लाबाट आफैले भाडा तिर्नु पर्थ्यो, गाह्रो थियो। बच्चा पढाउनु पर्थ्यो त्यहीमा पनि। अहिले चाहिँ ठिकै छ, बच्चा पढाउन पाइएछ। जे होस् ठिकै छ कमाइ। के कुरामा चाहिँ हुन्छ दुःख पनि लास्टै हुन्छ। चिसोलाई चिसो भनिन्न, घामलाई घाम भनिन्न, पानीलाई पानी भनिन्न, लास्टै गाह्रो हुन्छ नि। आजभोलि त पुस माघको यो समयमा त अत्यन्तै गाह्रो हुन्छ होला नि। पानी एकदमै चिसो छ, मौसम चिसो छ। चिसो हुन्छ नि, लास्टै हुन्छ, गाह्रो हुन्छ। अब साँझ गएर आगो फुकेर ताप्नुपर्छ। के गर्नु त? गाह्रो हुन्छ, गर्नु पर्यो। के गर्नु, बच्चा पढाउनु पर्छ। अनि त्यही भएर जे होस् अहिले चाहिँ ठिकै छ। खुसी हुनुहुन्छ? तपाईँलाई सुरुमा मान्छेहरू यहाँ गाडी बाइकहरू धुलाउन आउँदाखेरि के भन्ने गर्थे भन्नुहोस् त? अब मुखमा चाहिँ भनेनन्। अब उनीहरूको मनले सोच्यो होला नि, अब यिनीहरूले राम्रो धुँदैनन् होला भनेर होला कोही त फर्केर जान्थे सुरुमा। तपाईँलाई देखेर? मलाई देखेर फर्केर जान्थे। बुढो भएपछि बस्ने, बुढोले धोएको राम्रो हुन्छ भनेर, मैले धोएको राम्रो हुन्छ भनेर कोही त फर्केर जान्थे कि। अनि बुढो भएपछि फेरि आउँथे कि, फेरि आउनु त आउँथे। तपाईँलाई त्यो बेला कस्तो लाग्थ्यो? मलाई कस्तो नरमाइलो लाग्थ्यो कि, कस्तो अर्कै हुन्थ्यो कि। तर मैले चाहिँ हार खाएन कि। म राम्रो काम गर्छु, राम्रो मिहिनेत गर्छु। मैले जसरी भए पनि यो काम त मैले सिक्नै पर्छ, गर्नै पर्छ भनेर अहिले चाहिँ फेरि दाइले भन्दा बाइक धुने मलाई खोज्छन् के बढी जस्तो हो। अनि त्यहीमा म घराकोलाई एकदम म धन्यवाद दिन पनि चाहन्छु। घराकोलाई म भगवान सरी ठान्छु होइन। अहिले त म धेरै नै खुसी छु। भने त्यो बेला नपत्याउने ग्राहकले अहिले तपाईँलाई नै खोज्छन्? अहिले त मैले नै खोज्छन् फेरि बाइक धुँदा त। दाइले त अलि राम्रो धुनुहुन्न के, भाउजूले राम्रो धुनुहुन्छ, दिदीले राम्रो धुनुहुन्छ, त्यस्तो कुरा गर्नुहुन्छ क्या। म त्यहीमा एकदम खुसी लाग्छ क्या। खुसी हुन्छ। घरमा चाहिँ कतिजनाको परिवार तपाईँहरूको? घरमा चाहिँ हाम्रो अहिले यहाँ चाहिँ हामी 5 जना मात्रै बस्छौँ। 2टा छोरी अनि बाबु अनि बुढा अनि म। 5 जना। 5 जना? हजुर। भने 5 जनालाई खाना लाउन अनि त्यो 5 जना परिवारभित्रका बच्चाहरूलाई पढाउन सबै कुराहरू पुगेको छ यही गाडी बाइक धुलाएर? पुगेको छ। अब दुःख गरिन्छ, पुगेकै छ। जे ऋण लागेको छैन। जे होस् बच्चालाई गोर्खाबाटै ठुलो छोरीले 12 पास गर्यो। मेरो सानो छोरी अहिले गोर्खामै 12मा पढ्छ। हेर्नुहोस् गोर्खामा कति महँगो छ, हजुरहरूलाई पनि थाहा होला होइन। अब मेरो छोरा मात्रै हो माथिमा ग्यालेक्सीमा पढ्छ। छोरा चाहिँ भर्खर सानो छ, 4 वर्षको खोमा पर्छ। अहिले 10 वर्षमा लाग्यो। अनि छोरीहरू त अब एउटा 12 क्लियर गर्यो, एउटा 12मा पढ्दैछ। खुसी नै छु। जे ऋण लागेको छैन। यही गाडी धुलाएरै बाइक धुलाएरै तपाईँले छोराछोरीहरूलाई उच्च स्तरको शिक्षा दिइसक्नुभयो, अझै दिइराख्नु भएको? दिइरहेको छु अझै पनि। मैले आफूले पढ्न पाएन हेर्नुहोस्, अनि मैले पढ्न नपाएँ। मेरो छोराछोरीले पढुन्, मैले सोचे जस्तै होन् भनेर मैले यति दुःख मिहिनेत गरेको छु कि मैले। तर कतिसम्म पढ्नु? म त पढ्न त पढेको छैन हेर्नुहोस्, पढ्दै पढेको छैन कि। कति पढेको छैन कि। म त भन्ने पनि लाज पो लाग्छ त। अब यस्तो हो कि पहिला अब गाउँमा हुर्कियो, अब बिरको कुरा त नखोलौँ नि, नकोट्यौँ। भन्नु न थोरै आज। अब मौका संयोगले मात्रै भेट हुन्छ। मैले त्यहाँनिर बाटोनिर तपाईँले यो गरेको देख्दै गर्दाखेरि म यता कुरा गर्न आएको। अब यस्तो हो, हामी गाउँघरमा पहिला चाहिँ मम्मी हुनुहुन्थेन होइन। मम्मी मेरो ड्याडीले अर्को बिहे गरेर मम्मीले छोड्नुभयो होइन। म 6 वर्षको
अनि भाइ चाहिँ 4 वर्षको अनि बहिनी चाहिँ 2 वर्षको हुँदाखेरि मेरो बुवाले खोसेर ल्याउनु भयो अनि हामी धेरै दुःख पायौँ कि पहिला लास्टै दुःख पायौँ होइन त्यो सम्झिँदाखेरि मलाई आँसु आउँछ कि आँसु आउन लाग्छ त्यही भएर मैले विगतको दिनहरू चाहिँ नकोटाउने भन्छु कि अनि त्यही भएर मैले पढ्न चाहिँ पाएन उयो गाई चराउने हेर्नुहोस् बाख्रा चराउने काम गर्ने हाम्रो गाउँघरमा त पुरै 20-25वटा बाख्रा हुन्थे 10-12वटा गाई गोरु हुन्थे हेर्नुहोस् अनि भाइ चाहिँ बाख्रा खसी चराउने म चाहिँ गाई अब भाइले बाख्रा छोड्ने रहेछ हेर्नुहोस् अनि भाइले त कस्तो गाली खान्थ्यो नि बाख्रा छोड्दाखेरि त अरूको बाली खाइदिनु रहेछ हेर्नुहोस् मकै गहुँहरू खाइदिनु रहेछ अनि त्यसपछि त गाली खान्थ्यो पिटाइ खान्थ्यो म त गाईले त अलि त्यस्तो बिराउ गर्दैन नि त उयो कामै म त गाउँघरमा त त्यस्तो मैले पढ्दै पढेँ होइन अनि म पढ्दै पढिनँ भन्दा पनि अहिले टिकटक कसरी चलाउँछ यो नपढेले भन्नान् मान्छेहरू होइन चलाउँछु तर यो टिकटक चाहिँ ऊ हुँदो रहेछ कि एउटा अलिकति मान्छेलाई टेन्सन भएको बेला टेन्सन दूर चाहिँ हुने रहेछ राम्रोसँग सदुपयोग गर्न सक्ने हो भने के अनि टिकटक कसरी चलाउँछ भन्छन् होला तर मेरो छोराछोरीलाई मैले हेर्नुहोस् नर्सरीदेखि मैले बोर्डिङ पढाएँ हेर्नुहोस् मेरो बुढाको जागिर थियो पहिला के जागिर गर्नुहुन्थ्यो नि दाइले ब्यारेकमा हुनुहुन्थ्यो नेपाली सेना हुनुहुन्थ्यो अनि त्यसपछि मैले चाहिँ बच्चा पढाउने कोठामा बस्ने गर्थेँ कि म पहिला चाहिँ अब छोराछोरी नहुर्किन्छ त मैले बच्चा पढाउने कोठामा बस्ने अनि छोराछोरीलाई पढाउँदाखेरि म पनि सँगसँगै हेर्नुहोस् त्यो एबिसिडीको के त्यो किताब हुन्छ नि त्यो पढेँ कि मैले अहिले मैले जाने पनि नजाने म इङ्ग्लिस त सबै त्यो लेखेको त मैले बुझ्छु नि त सबै बुझ्छु सबै थाहा पाउँछु अहिले त नपढे पनि म त्यहीमा खुसी छु मेरो छोराछोरीहरू सँगसँगै म पनि त्यो एबिसिडीहरू जान्ने भएँ तिनीहरूले होमवर्क गराउँदा हेर्नुहोस् त्यस्तो भयो कि म त पढ्न त एउटा पनि पढाएको छैन छोराछोरीलाई पढाउँदै आफू पनि पढ्नु त्यस्तो गरेँ कि म त छोराछोरीलाई पढाउँदै स्कुल चाहिँ गएन छोराछोरीलाई पढाउँदै होमवर्क गराउँदै तिनीहरूको एबिसिडी त हुन्छ नि त सुरुमा त अनि अब पढ्ने क्या आफूले पढ्ने अनि त्यो जुन त्यो मिनिङको एउटा इङ्ग्लिसको बुक हुन्छ नि त्यो लिएर पढेँ कि म त बच्चाले स्कुल पठाउने दिनभर त फ्री हुन्थ्यो म त त्यतिखेर त्यही लिएर दिनकै घोगे हेर्नुहोस् म त कहिले जान्ने हुम्ला भन्ने कि म त तपाईँ त बेला छोराछोरी भन्दा टाइलेन्ट हुनुभयो जस्तो लाग्यो मलाई अहिले त म त छोराछोरी जान्न त केटी त जान्दैन तर जानी नजानी अलिअलि इङ्ग्लिस त जान्छु क्या नेपाली भन्दा इङ्ग्लिस चाहिँ लेख्न सजिलो लाग्छ क्या फेरि मलाई चाहिँ त्यस्तो लाग्छ त्यही छोराछोरी सँगसँगै हुर्केँ म सँगसँगै छोराछोरी पढाउने पनि आफू पनि पढ्ने त्यस्तो गरेँ क्या म त त्यही भएर यस्तो अलिकति टिकटक चलाउने अलिकति जान्ने भए अब त्यस्तो राम्रो पढ्न चाहिँ पाएन कि मैले 1 कक्षा पनि नपढे कि दिदी कति राम्रो बोल्न जाने कि तपाईँले बोल्नलाई कहाँ सिक्नुभयो यसरी सिक्ने होला र अब जे आफैबाट यस्तो बोल्नुपर्ने रहेछ भन्ने आफैबाट सिकेको होइन अरूले बोल्दा आफू पनि यस्तो बोल्नुपर्ने रहेछ भन्ने सिकेको मैले नत्र त पढाइ त छैन नि मेरो त लास्टै छ त पढाइ त 0 सुरु म त लाज पो लाग्छ के 0 पढाइ भएको मान्छे तपाईँ अहिले हिरो हो नि त होइन गाडी धुलाएर बाइक धुलाएर होइन छोराछोरी पढाउनु भयो लेखाउनु भयो सबै कुरा चाहिँ प्रशस्त रूपमा चाहिँ पुगेको छ नि त तपाईँहरूलाई होइन आत्मसन्तुष्टि छ नि त अहिले त जे होस् अलिअलि हिरो भएको छ हजुर जे होस् आत्मसन्तुष्टि छ अब बुढाको जागिर हुन्जेभरि छोराछोरी पढाइयो छोराछोरी नहुर्किन्जेभरि बसेर खाइयो अहिले त अब छोराछोरी हुर्किसकेपछि त 2 जनै मिलेर बुढाले पनि जागिर छोड्नुभयो उपदान निस्किनु भयो त्यसपछि त अहिले 2 जना मिलेर गरिरहेछन् दुःख गरिरहेछन् कहिलेका झगडा पर्छ कि नै 2 जनाको घरको 2 जना त किन नपर्ने के गाडी धुँदा अब यस्तो हो हेर्नुहोस् गाडी धुँदा किन पर्छ भनेपछि काम उसले छिटो गरे हुनु भन्ने हुन्छ उसले छिटो गरे भन्नुहुन्छ त्यस्तो पर्छ क्या अलिअलि त हानाहान त हुँदैन नि हानाहान त कहाँ होला त्यस्तो हानाहान गर्ने हुँदा यहाँ अब घरकोले देखेर लाजै भइजाला फेरि अब हानाहान त पर्दैन ए बुढा यस्तो गर्नु न छिटो गर्नु के भन्छु म गर्दै राख्छु भन्नुहुन्छ फेरि बुढाले फेरि अब म फेरि बोल्ने पनि फेरि त्यत्तिकै बोल्छु क्या फेरि बढी बोल्छु क्या फेरि हात पनि चलाउँछु बोल्ने गर्छु उहाँले फेरि बोल्न लागि चाहिँ हात चलाउनु छोड्नुहुन्छ ए छिटो गर्नु न भनेर फेरि म कराइहाल्छु क्या फेरि अनि के दिदी यो जस्तै गाडी बाइकहरू धुँदाखेरि कहिलेकाहीँ ग्राहकसँग चाहिँ झगडा परेको छ कि नै तपाईँसँग परेको छ नि याद छ तपाईँलाई याद छ नि करै पर्यो हेर्नु उसले चाहिँ मलाई नराम्रो हिसाबले राम्रो नढोएर त भने होइन उसले पनि जिस्काएर मजाकले भन्यो उसले चाहिँ गफ गरिरहेको थियो एउटा कारवाला हो क्या त्यो त्यसको नाम चाहिँ नलिम होइन आइरहन्छ अनि उसले यो साउनीले के ढुइन
गाडी भन्छ हेर्नुहोस् मलाई त यस्तो रिस उठ्छ यस्तो मिनेट गरेर रुइया छ हेर्नु झन् त्यसो भनेपछि त म त यहाँबाट रन्केर काट्यो कि मलाई ए चित्त बुझ्छ भने आउने ढुन न चित्त बुझ्दैन राम्रो ढुन्न भने जाने उहाँ जहाँ राम्रो ढुन्छ उहीँ जाने भनिदिएको छु म त हेर्नुहोस् अनि फेरि अर्को दिन फेरि बाइकवाला एउटा हेर्नु उसको बाइक वर्ष दिनको एकचोटि ढुन ल्याएको थियो हेर्नुहोस् त्यसपछि त पुरै हातले घोड्दा 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 जाँदै जान्न कति मिनेट गरेको छु दुःख गरेको छु त्यही पनि के भन्छ यो बाइक त वासै गरे होइन क्या जाँदै गएको छैन भन्छ हेर्नु चित्त बुझ्दैन भने अन्त जानुहोस् जहाँ राम्रो ढुन्छ त्यही नत्र भने मैले त कसरी मिनेट गरेर भएको छु त्यहाँ भनेर भने क्या भइगयो मगरको लाटोरी होइन मलाई फेरि घराकोहरू फेरि अलिकति राम्रो गर्दा गर्दै पनि यो यहाँ होइन उहाँ होइन भनेपछि मलाई चाहिँ अलिकति यहाँ रिस उठ्छ के भन्छन् नि रिसाउनु हुन्न घराकोसँग त भन्छन् तर रिस उठ जान्छ कि आफू यहाँ दिनभरि यस्तो डल्ल्या हुन्छ नि आफूलाई सकि नसकि गरे हुन्छ र त्यहाँ फेरि यहाँ होइन उहाँ होइन भन्छन् कसैले त दुइटासँग त झगडा गरेँ त अरूसँग त गरेको छैन तर दुइटासँग चाहिँ गरेँ है यत्रो 5 वर्ष बुढासँग पनि झगडा पर्छ कहिलेकाहीँ ग्राहकसँग पनि झगडा पर्छ होइन तर झगडा पर्छ त्यस्तो नराम्रो हिसाबले त पर्दैन फेरि त्यो झगडा गरे नि फेरि त्यो मान्छे त आइहाल्छ कि फेरि ढुन कार ढुन आइरहन्छ त आउँदै नआओस् भनेर झगडा गर्छु त्यो त आइजान्छ त फेरि यहीँ झगडा गर्न राम्रो मान्छ जस्तो छ त्यसले होइन तपाईँसँग त्यही भएर हो कि के हो त अनि त्यही भएर म त यो के चिज गर्ने मान्छे त फेरि आउँदै नआओस् भन्छु क्या म त अब मलाई भन्नुहोस् त दिदी तपाईँले दैनिकी एकदमै हाइएस्टमा गाडी यो बाइकहरू चाहिँ कति चाहिँ धुने गर्नु भएको छ कहिलेकाहीँ त 9-10 वटा गाडी हुन्छन् अनि बाइकहरूको त झन् हामीले हिसाबै गर्दैनौँ कति हुन्छन् कति बाइक हुन्छन् अटो हुन्छन् अनि स्कुटीहरू हुन्छन् हिसाबै गर्दैनौँ त्यो पैसाको हिसाब गर्ने हो अनि बल्ल यति धुइछौँ भन्ने थाहा हुन्छ दिनमा चाहिँ हाइएस्टमा कतिसम्म कमाउनु भएको छ तपाईँहरूले सुरुमा कि अहिले यो 5 वर्षको अवधिमा दिनमा एक दिनमा हाइएस्ट कमाएको दिन कति रुपियाँ कमाउनु भएको तपाईँले दिनमा 4,000 5,000 6,000 7,000 सम्म हुन्छ महिनामा त धेरै हुन्छ नि त त्यसलाई अब दिनमा हुन्छ त हेर्नुहोस् बच्चा पढाउनु पर्यो त भाडा तिर्नु पर्यो हेर्नुहोस् कता जान्छ कता पैसा त कमाइन्छ पैसा त कमाइन्छ कि टन्नै अब कता जान्छ कता के पैसा त ठाउँै लाग्दैन त पैसा त टन्न कमाइन्छ कि पत्ता लगाउनु भएको छैन अहिलेसम्म तपाईँले पैसा कहाँ जाँदो रहेछ भनेर स्कुलमा जान्छ स्कुलमा र यहाँ भाडामा जान्छ कि कहाँ जान्छ पैसा भन्ने नि अनि एउटा खानु पनि पर्छ आफूलाई खर्च हेर्नु खानु पर्यो यत्रो 5-5 जनाको परिवार पालिनु पर्यो हेर्नुहोस् अनि कहिलेकाहीँ दुख बिमार भइन्छ बच्चाहरू दुख बिमार हुन्छन् हेर्नुहोस् अब त्यही भएर पैसा कता गयो के गर्यो भन्नाले पनि अब जग्गा चाहिँ सानो किनिया छ हेर्नुहोस् घर बनाउन सकिया छैन यो सपना चाहिँ किन्नुभयो तपाईँले धुलाइ गरेर जग्गा पहिलाको पैसा अलिअलि थियो बुढाले उहाँ शान्ति सेनाबाट आएको पैसा त्यहीमा थपेर सानो सानो गरी त ल्याछौँ